नागदाजु नागदा घास काट्ने मैले दोकान कि केन सो हेलो एभ्रिवान नमस्ते एन्ड गुड मर्निङ आज सञ्चला म एकदम सन्चै छु आज चाहिँ पुरा यस्तो घाम गरेको छ नि के चाहिँ हो घास काट्ने मैले कानु दोकान कि केन म चाहिँ घाँस काट्न गइरहेको छु होइन त्यही नि हो यतातिर चाहिँ बल्दहरू खास गरी यिनीहरूको लागि हो काट्ने मैले जर्सी चाहिँ छान्नुपर्छ कि होइन यो किन छाइरहेको छु भन्दाखेरि यो चाहिँ महँगो जर्सी हो होइन ओरिजिनल जर्सी कि दाग साग लाग्यो भने हो होइन त्यसैले चाहिँ तलको बक्सर र यो सर मात्र काट्ने हो यस्तो पारेर घाट चाहिँ यहाँबाट अहिलेसम्म त्यहाँदेखि लिएर यहाँसम्म अब एउटा मुठा तयार भएको छ अब मलाई चाहिँ डर हुने भनेको चाहिँ यतातिर नागदाजुदेखि हल्का डर हुन्छ भइसक्यो यदि र घाँस चाहिँ काटेर यता राख्नुपर्छ त्यही नै हो ए पुरा होइन हेरेर धेरै पसिना हुन्छ त्यसैले हामी भरे त्यसरी चाहिँ नाइ हाल्नुपर्छ आएर सिद्धाएर खानासाना खाएर टक्क बसिरहेको छु अनि साथी त्यही नै हो कि हेर चाहिँ रात पनि परिसक्यो अनि टक्कसम्म चाहिँ एडिट गर्दै थिएँ होइन भिडियोहरू अनि टक्कसम्म युट्युबमा चाहिँ हिजो हालेको जापानमा एउटा मान्छे कुकुर भएको त्यो भिडियो चाहिँ जस्ट मैले बनाएर हालेको थिएँ कि त्यो भिडियो चाहिँ लगभग 24 घन्टाभित्र 200 चाहिँ भ्युज पुगेको छ लगभग मेरो च्यानलको पहिला रेकर्ड हुनसक्छ 24 घन्टामा 200 भ्युज पुग्ने लगभग पुग्न लागिसक्यो भन्दै आजको ब्लग यहीँ एन्ड गर्न चाहन्छु यदि च्यानलमा नयाँ सब्सक्राइब गरिदिनु होला बाई।